हेलो गुड मर्निङ एभ्रिबडी। अहिले कति बजेको छ भने बिहानको म अर्को क्लक मेरो बिहानको अहिले बजेको छ ठ्याक्क 6:35। आज बुधबार 2 अप्रिल। हिजो अप्रिल फुल पो रहेछ त है। हेर्ने अप्रिल फुल बनाएको छ मलाई। तर किनभने आज चाहिँ म तपाईँलाई वास्तवमा यो चाहिँ सनराइज फ्रम यो के पुल भन्छ है, म तपाईँलाई देखाउँछु। यतापट्टि गयो भने टेकु पुग्छ, यता भने कुलेश्वर। यो चाहिँ श्री कुलेश्वर माध्यमिक विद्यालय नजिकैबाट हामीले ट्याक्क लाएर यो घामको उदाएको सनराइज तपाईँलाई देखाइरहेको छु। अब ओहो माई गड, यहाँ त राष्ट्रिय बीमा कम्पनी भने त यहाँ पो रहेछ। त्यहाँ चाहिँ यो कहाँ भन्दाखेरि ललितपुर मलमा है, राष्ट्रिय बीमा कम्पनी। यो साझा पार्टी प्यालेसबाट टक्कै छिरेको साझा भन्ने यो भ्यू हुन्छ। कति भाइ किलो के 180 70 हुन्छ। यो काउली हजुर 60 रुपियाँ किलो। 60 रुपियाँ काउली प्लान पर्छ कि भाइ। एउटा जति हुन्छ त्यति तौलिदिनु न भाइ। चट्टलाई भ्लग पनि बनाएँ भ्लग है तपाईँको। तर तपाईँको फेस देखाउँदिनँ हेरो चट होइन र पनि। पहिला तपाईँसँग पर्मिसन माग्नु पऱ्यो नि, पर्मिसन होइन। विदाउट पर्मिसन कसैको रिभिल गर्नु मिल्दैन नि कसै, सबैको अधिकारको कुरा कि होइन। हुन्छ अब तपाईँले भन्नुभयो त्यसो भने तपाईँलाई पनि देखाइन्छ। अब मिल्छ ल। हाम्रो सब्जी, हाम्रो तरकारी पसल सब्जी कति रुपियाँ भयो? 25 मात्र भयो। 25 भयो यस्तो। हेलो साथीहरू, यहाँ चाहिँ पहिला मिठाई पसल अनि के पसलहरू थियो। यो चाहिँ लगनखेलको चोक भयो, पिपल बोट। अनि यता पाटन हस्पिटलतिर जाने बाटो कुमारपाटी। यहाँ चाहिँ ठुलो पसल थियो। अहिले चाहिँ यहाँनिर यो वास्तवमा यो चाहिँ पब्लिक एरिया थिएछ, सार्वजनिक जग्गा। त्यही भएर यो सार्वजनिक जग्गा भएको कारणले गर्दा अहिले चाहिँ यहाँनिर सबै त्यो पसलहरू अडाएर बगैँचा पो बनाएको छ, दामी बनाएको छ है। अनि यतापट्टि चाहिँ सर्वोच्च अदालत है, ललितपुरको अदालत छ।